नमस्ते, स्वागत छ तपाईँलाई मेरो सानो जेपिटी भ्लगमा। आज चिया खाँदै थियौँ, चिया खाँदै अचानक प्लान बन्यो जाउँ भनेर मार्बल डाँडा गोदावरीको मैले कहिले नसुनेको ठाउँ। हामी गोदावरी गयौँ, गोदावरी गएर सोधेर अनि मान्छेहरूले बाटो हेराउनु भयो। अनि त्यो बाटो गयौँ, बाटो त बिग्रेको थियो, हुक्किएन भन्दै गयो माथिसम्म। बाटो लास्ट खत्तम थियो, जस रमाइलोवाला थियो। माथि जाने बित्तिकै त्यो भ्यूको रमाइलो गर्दाखेरि बाटोमा थियो। अनि पछि दुवैजना हामी पालो पिलो आफ्नो मोबाइलले टिकटक बनाउन थाल्यौँ। अनि पछि म पनि चलाएर उसले पनि आफ्नो बनायो, टिकटक बनाएर माथि गयौँ। माथि सरपटे खायौँ। अनि पछि एकछिन बस्यौँ, नेचरमा रमाएर अलि टिकटकमा ढाल्नलाई यसो स्याड स्टोरीमा गीतहरू बनायौँ, फ्रेन्डसिपवाला टिकटक पनि बनायौँ। अनि पछि घरबाट फोनको फोन आइरहेको थियो, जानु हतार थियो, साथीलाई पनि गाउँ जानु थियो। त्यसपछि छिट्टै 1 घन्टामा फर्क्यौँ। बाटोमा जति गाह्रो थियो जे जानलाई मात्रै थियो, ओर्लिन ठिकै थियो। जस हल्का रमाएर रमाउँदै घर फर्कियौँ।